विवाहित महिलाले बुझ्नै पर्ने कुरा सुन्नुस् है। महिलाको जीवनमा पैसा कमाउनु, गहना जोड्नु, सम्पत्ति बढाउनु वा बाहिरी चमक जुटाउनु कुनै ठूलो कुरा होइन। यी सबै क्षणिक छन्, फेरि प्राप्त गर्न सकिन्छ। तर जीवनभर साथ दिने श्रीमानको मन बुझ्नु, उसको भावना सम्हाल्नु, उसको कमजोरीको क्षणमा हात थामेर उभिनु, यो नै सबैभन्दा ठूलो बुद्धिमानी, सबैभन्दा गहिरो समझदारी र सबैभन्दा मूल्यवान लगानी हो। किनकि पैसा त फेरि आर्जन गर्न सकिन्छ, गहना त फेरि किन्न सकिन्छ, घर त फेरि निर्माण गर्न सकिन्छ। तर श्रीमानको मन एकपटक भाँचिएपछि त्यो आत्मविश्वास चकनाचुर हुन्छ, उसको मुस्कान ओझेल पर्छ, उसको मौनतामा पीडाको पहाड जम्मा हुन्छ र त्यही पीडाले बिस्तारै घरको वातावरणलाई विषाक्त बनाउँछ। सन्तानको मनमा डर र असुरक्षाको छाप छोड्छ, नारीको आफ्नै सम्मानलाई खोक्रो बनाउँछ अनि जीवनको शान्तिलाई सधैँका लागि हराउँछ। जब श्रीमान भित्रबाट बलियो र सन्तुष्ट हुन्छ, तब गरिबीमा पनि घर स्वर्ग जस्तै लाग्छ। हाँसोले कोठा भरिन्छ, सानातिना कुरामा पनि सुख मिल्छ र जीवनको हरेक चुनौतीलाई सँगै पार गर्न सकिन्छ। तर जब श्रीमानको मन टुट्छ, तब ऐश आरामको महलमा पनि सुख हराउँछ। धन सम्पत्तिको चमक भए पनि मन अध्यारो हुन्छ र बाहिरी देखावटीले भित्रको खालीपनलाई लुकाउन सक्दैन। त्यसैले पैसा कमाउने होडबाजी भन्दा पहिले सम्बन्ध जोगाउने बुद्धि चाहिन्छ। किनकि सम्बन्ध बलियो भयो भने जीवन आफै सुन्दर बन्छ, सुख दुःख दुवैमा साथ रहन्छ, विश्वासको आधार बन्छ र सन्तानले पनि प्रेम र समझदारीको सही उदाहरण पाउँछन्। श्रीमानलाई बुझ्नु भनेको उसको बोलीभन्दा बढी उसको मौन बुझ्नु हो, उसको हाँसोभन्दा बढी उसको आँसु सम्हाल्नु हो, उसको सफलतामा मात्र होइन उसको असफलतामा पनि साथ दिनु हो। यो बुझाइले घरलाई मात्र होइन दुई आत्मालाई एक बनाउँछ र त्यही एकताले जीवनलाई सार्थक बनाउँछ। त्यसैले याद राखौं, धनले जीवन चल्छ तर मनले जीवन जिउँछ र जसले श्रीमानको मनलाई सम्हाल्न जान्छ उसले जीवनको सबैभन्दा ठूलो सम्पत्ति जितिसकेकी हुन्छ। ल, यो विचार कस्तो लाग्यो कमेन्ट गर्नु ल। भिडियो मन परे लाइक शेयर गर्नु ल। अनि अहिलेसम्म मलाई फलो गर्नुभएको छैन भने फलो गर्नु ल।